शिवरात्रि हिन्दू धर्मको एक अत्यन्त पवित्र पर्व पनि हो, जुन भगवान शिवको आराधनामा मनाइने गरिन्छ। यो पर्व फागुन महिनाको कृष्ण पक्षको चतुर्थी तिथिमा पर्दछ भने यस दिनलाई महाशिवरात्रि पनि भनिन्छ, जसले अन्धकारमाथि उज्यालो विजयलाई पनि जनाउने गर्दछ। पौराणिक कथा अनुसार शिकारी र शिवजीको कृपा प्राचीन समयमा एक गरिब शिकारी जंगलमा शिकार हिँडिरहेको बेला थियो। दिनभर केही पनि नपाएपछि ऊ राति एक रुखमाथि चढेर शिकारको प्रतीक्षा गर्न थालेका थिए। जो रुख बेलपत्रको रुख रहेको थियो, जुन भगवान शिवलाई अत्यन्त प्रिय थियो। रात बिताउने क्रममा शिकारीले निन्द्रा नलागोस् भनेर आफू बेलपत्रको रुखबाट पानीमा बेलपत्र खसाल्दै रहेका थिए। उसलाई थाहा थिएन कि त्यहाँ शिवलिङ्ग रहेको थियो भनेर। उसले अन्जानमै बेलपत्र पानीमा शिवलिङ्गमा चढाइरहेका थिए। त्यो दिन महाशिवरात्रिको रात पनि थियो र शिकारीले अन्जानमै उपवास व्रत पनि बसेका थिए। बिहान हुँदा भगवान शिव उसप्रति प्रसन्न भए र दर्शन दिए। शिवजीले भने, तिमीले अन्जानमै मेरो पूजा गर्यौ, त्यसैले म तिमी समक्ष क्षमा र आशीर्वाद दिन चाहन्छु। त्यसपछि शिकारीको जीवन पनि सुखमा रहे। यसको महत्व यो छ कि शिवरात्रिको महत्व यस दिन व्रत बसेर भगवान शिवको पूजा गरिन्छ। रातभर जागराम बसेर ओम नमः शिवाय को जप गर्ने गरिन्छ। शिवलिङ्गमा बेलपत्र र दूध पानी चढाउने चलन चढाइन्छ। यसले पाप नाश हुने, मनोकामना पूरा हुने विश्वास रहेको छ। हामीले यो सम्झौँ कि सन्देश यो हो कि यो कथाले हामीलाई सिकाउँछ कि सच्चा मनले गरिएको सानो कर्मले पनि ठुलो फल दिन सक्छ। भगवान शिव सधैँ भक्तहरूको भावना हेर्ने गर्दछ, कर्मलाई होइन। जय शिवरात्रि, जय शम्भु भोला, जय शिवजी।